साथीहरु तपाईहरुले युट्युबमा जस्तै फेसबुकमा पनि आफ्नो भिडियोमा थम्बनेल लगाउन सक्नुहुन्छ है त। कसरी लगाउने आजको भिडियोमा म तपाईहरुलाई पुरै जानकारी दिन गइरहेको छु। तपाईहरुले फेसबुकमा काम गर्दै आइराख्नु भएको छ भने साथीहरु फेसबुकमा भिडियो अपलोड गर्ने सही तरिका है त म तपाईहरुलाई आजको भिडियोमा सिकाउन गइरहेको छु है त। फेसबुकमा धेरै भ्युज आउँछ साथीहरु। फेसबुक ग्रो गर्नलाई एकदमै छिटो समयमा हामीले गर्न सकिन्छ। तर तपाईले गलत तरिकाले गरिराख्नु भएको छ भने तपाईले जति राम्रो भिडियो हाले पनि तपाईको भाइरलै हुँदैन, अर्थात धेरै दर्शकले हेर्दैनन् त। त्यसैले गर्दा तपाईहरुलाई सही तरिकाले जानेर तपाईले थम्बनेल लगाएर टाइटल कहाँनेर राख्ने, तपाईले डिस्क्रिप्सन कहाँनेर राख्ने, यी सबै कुराहरु म तपाईहरुलाई सिकाउन गइरहेको छु। अगर तपाईले फेसबुकलाई मोनेटाइज गर्न चाहनुहुन्छ र फेसबुकको ती टुल्सहरु तपाईहरुले पाउन चाहनुहुन्छ भने साथीहरु तपाईहरुले भिडियो मात्र अपलोड गरेर हुँदैन, तपाईहरुले चाहिँ रिल्स भिडियो पनि अपलोड गर्नुपर्ने हुन्छ, स्टोरी पनि लगाउनु पर्ने हुन्छ, आफ्नो ओरिजिनल फोटोहरु पनि लगाउनु पर्ने हुन्छ, स्टार्टर पनि हाल्नु पर्ने हुन्छ, अनि मात्र तपाईले फेसबुकको कन्टेन्ट मोनेटाइजेसन टुल्स पनि पाउन सक्नुहुन्छ र तपाईहरुले भिडियो सही तरिकाले पहिलो कुरा चाहिँ पोस्ट गर्नुपर्ने हुन्छ त। आजको भिडियोमा म तपाईहरुलाई यही कुरा सिकाउन गइरहेको छु। थम्बनेल कसरी लगाउने र रिल्समा भिडियो कसरी पोस्ट गर्ने, स्टोरी कताबाट लगाउने, त्यहाँनेर तपाईको प्राइभेट छ कि पब्लिक छ कि सबै सेटिङहरु म तपाईहरुलाई सिकाउन गइरहेको छु। कृपया च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला र भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। साथीहरु यहाँनेर म मेरो मोबाइलको स्क्रिनमा आइसकेको छु र यहाँनेर मैले मेरो फेसबुक प्रोफाइल खोलिसकेको छु। अब तपाईहरुले भिडियो पोस्ट गर्नुहुन्छ भने पहिलो कुरा साथीहरु फेसबुकको भिडियो तपाईले पोस्ट गर्ने क्रममा तपाईहरुले सिधै आफ्नो यहाँनेर प्रोफाइलमा दाब्नु होला। प्रोफाइलमा दाबिसके पश्चात साथीहरु यहाँनेर स्क्रल गर्नु होला। यहाँबाट तपाईले अपलोड गर्नु होला है त। यहाँबाट अपलोड गर्नु भने जस्तै तपाईको सानो साइजको भिडियो छ भने सो तपाईले यताबाट गर्नुहुन्छ, प्राय साथीहरुले यहाँबाट गर्नुभयो भने तपाईको त्यो सानो साइजको भिडियो चाहिँ सानो देखिने अनि अरु चाहिँ ठुलो साइजमा चाहिँ ब्ल्याक देखिने हुन्छ। त्यसैले गर्दा यताबाट यहाँ प्रोफाइलमा दाबेर यहाँबाट गर्नु होला है त। अब तपाईले पहिलो कुरा तपाईहरुले यहाँनेर ध्यान दिनु होला। यहाँनेर देख्न सक्नुहुन्छ यता यो फोटोको अप्सन देख्न सक्नुहुन्छ, यो ग्यालेरी। यहाँबाट तपाईहरुले पोस्ट गर्न सक्ने भनेको लङ भिडियो पोस्ट गर्न सक्नुहुन्छ र तपाईको फोटोहरु पोस्ट गर्न सक्नुहुन्छ। त्यसपछि यहाँनेर देख्न सक्नुहुन्छ यहाँनेर है त व्हाट्स अन योर माइन्ड भनेको छ। यहाँबाट तपाईले स्टार्टरहरु लेख्न सक्नुहुन्छ है, स्टार्टरहरु पोस्ट गर्न सक्नुहुन्छ। त्यसपछि तपाईहरुले रिल्स भिडियो पोस्ट गर्नको लागि यहाँबाट रिल्स भनेको छ, यहाँबाट तपाईले पोस्ट गर्न सक्नुहुन्छ भने लाइभ भने यहाँबाट बस्न सक्नुहुनेछ है त। अब तपाईले तपाईको स्टोरी हाल्नको लागि यहाँनेर देख्न सक्नुहुन्छ एडिट स्टोरी भनिरहेको छ है त। अब म तपाईहरुलाई एक एक गरी सिकाउन गइरहेको छु। पहिलो कुरा साथीहरु म तपाईहरुलाई थम्बनेल कसरी लगाउने त आफ्नो भिडियोमा यही सिकाउन गइरहेको छु। जस्तै यहाँनेर म भिडियोमा जान्छु साथीहरु, यो भिडियोमा यसरी क्लिक गर्छु। यसमा क्लिक गर्छु म इक्जाम्पल यहाँनेर म एउटा भिडियोलाई सिलेक्ट गर्छु। यस भिडियोलाई म यहाँनेर सिलेक्ट गरिसकेपछि साथीहरु तपाईहरुले यहाँनेर टाइटल नलेख्ने होला है त। टाइटल यहाँनेर लेख्नु पनि तपाईको डिस्क्रिप्सनमा जान्छ। त्यसैले गर्दा तपाईहरुले चाहिँ यसलाई सिलेक्ट गर्नुभयो भने यहाँनेर यसरी नेक्स्ट गरिदिनु होला। यहाँनेर नेक्स्ट गर्नुभयो भने अब सम्पूर्ण कामहरु हामीले यहाँबाट गर्न सक्छौं है त। पहिलो कुरा तपाईले माथि देख्न सक्नुहुन्छ यहाँनेर एडिट टाइटल भनेको छ। यहाँनेर तपाईहरुले टाइटल लेखिदिनु होला। जस्तै म यहाँनेर टाइटल लेखिदिन्छु। अब त्यसपछि अलि तलतिर देख्न सक्नुहुन्छ यहाँनेर डिस्क्रिप्सन है त। डिस्क्रिप्सनमा यहाँनेर जस्तै ह्याशट्याग यहाँनेर मेन्सन भनेको छ, अलरेडी यहाँनेर दिइसकेको छ ह्याशट्याग अनि मेन्सन गर्ने भनेर। जस्तै तपाईले केही लेखेर तपाईहरुले चाहिँ ह्याशट्याग गर्नु सक्नुहुन्छ अनि त्यसपछि एड्रेस हालेर मेन्सन गर्न सक्नुहुन्छ है। यहाँबाट चाहिँ तपाईहरुले यो कुरा बुझिसक्नु भएको छ। अनि त्यसपछि अब तपाईले थम्बनेल, मेन कुरो मैले भनेको थिएँ तपाईले थम्बनेल कसरी लगाउने त। थम्बनेल लगाउनको लागि तपाईहरुले चाहिँ यहाँनेर देख्न सक्नुहुन्छ आफ्नै फोटोमा यहाँनेर यो फोटोको ग्यालेरीको अप्सन देख्न सक्नुहुन्छ। यसमा यसरी क्लिक गर्नु होला। तलतिर देख्न सक्नुहुन्छ साथीहरु यहाँनेर तपाईको भिडियोको क्लिप्स आइसकेको छ है त। यहाँनेर देख्न सक्नुहुन्छ। अब तपाईले आफ्नै भिडियोबाट तपाईहरुले थम्बनेल राख्न चाहनुहुन्छ, तपाईले मन परेको क्लिप्सको यहाँनेर अटोमेटिकली काटेर दिए हुन्छ। तपाईले यहाँनेर यसरी स्क्रल गर्नु भने के मन पर्छ तपाईलाई त, के राख्न चाहनुहुन्छ। जस्तै यहाँनेर मैले मानिले यो राख्न चाहे, यसलाई म यहाँ यसरी क्लिक गर्दै। अथवा तपाईले अलरेडी थम्बनेल बनाउनु भएको छ, युट्युबको लागि बनाएको भिडियो र थम्बनेल छ भने तपाईले यता फेसबुकमा अपलोड गर्दै हुनुहुन्छ भने सो तपाईले भिडियोलाई सिलेक्ट गर्नु होला। त्यसपछि थम्बनेलको लागि यहाँनेर तलतिर एडिट फ्रम ग्यालेरी भनेको छ, यसमा यसरी क्लिक गरिदिनु होला। यसमा क्लिक गर्नु भने जस्तै यहाँनेर मैले एउटा थम्बनेल बनाएको छु। सो यो थम्बनेललाई यसरी तपाईहरुले चाहिँ यहाँनेर सिलेक्ट गरिदिनु। यहाँनेर आइसकेको छ थम्बनेल है त। यो चाहिँ युट्युबको साइजको बनाएको मैले, अहिले यहाँनेर फेसबुकको साइजको ठुलो भएको छ। तपाईहरुले फेसबुकको साइजको बनाउन सक्नुहुन्छ है त। यति गरिसके पश्चात अथवा तपाईले यहाँबाट पनि तपाईहरुले चाहिँ यहाँबाट
यहाँबाट पनि तपाईहरुले सिलेक्ट गर्न सक्नुहुन्छ आफ्नो भिडियोबाट है त। अब यति गरिसके पश्चात यहाँनिर माथि सेभको अप्सनमा क्लिक गरिदिनु होला। यहाँनिर क्लिक गरिसके पश्चात साथीहरु अब तपाईहरुले यहाँनिर देख्न सक्नुहुन्छ सुरुमै है त यहाँनिर हु क्यान सी दिस भनेको छ है त। यहाँनिर के गराउन चाहन्छस् भनिरहेको छ। तपाईहरुले यहाँनिर देख्न सक्नुहुन्छ पब्लिक गराउनु भने तपाईले फलो गरेका नगरेका तपाईसँग साथी भएका नभएका जो कहिले पनि तपाईको यो भिडियोलाई हेर्न पाउनुहुनेछ। अलि तलतिर देख्न सक्नुहुन्छ यहाँनिर फ्रेन्ड भनेको छ। यहाँनिर तपाईको साथीहरुले मात्र जो फ्रेन्ड बनेको छ त्यो साथीहरुले मात्र तपाईको यो भिडियो हेर्न पाउँछ। त्यसपछि तपाईहरुले तलतिर देख्न सक्नुहुन्छ यहाँनिर है त। यहाँनिर भनेको फ्रेन्ड तपाईको फ्रेन्ड भएको साथीको अर्को साथीले मात्र हेर्न पाउँछ यहाँनिर फ्रेन्ड अफ फ्रेन्ड। त्यसपछि तपाईहरुको यहाँनिर त्यो सब्स्क्रिप्सनको सेटअप गर्नुभएको छ नि तपाईको यहाँनिर सब्स्क्राइब गरेका साथीहरुले मात्र यसमा क्लिक गर्नु भने सब्स्क्राइब गरेका साथीहरुले मात्र भिडियो हेर्न पाउनुहुन्छ। त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ यहाँनिर स्पेशल फ्रेन्ड भनेको तपाईहरुको बेस स्पेशल साथीहरुले मात्र हेर्न पाउनुहुन्छ। यहाँबाट तपाईले सिलेक्ट गरिदिनु भने अब तलतिर देख्न सक्नुहुन्छ ओन्ली मी भनेको छ। यसमा ओन्ली मीमा गरिदिनु तपाईको भिडियो पब्लिक हुँदैन तपाईको कोहीले पनि देख्न पाउँदैन ओन्ली तपाईले मात्र देख्न पाउनुहुन्छ यो भिडियो है त। सो त्यसैले गर्दा तपाईहरुले चाहिँ यहाँनिर पब्लिकमा राखिदिनु होला। पब्लिकमा राखेर यहाँनिर सेभ गरिदिनु यो पब्लिकमा राख्नु जो कोहीले पनि हेर्न पाउँछ तपाईहरुले यहाँनिर सेटिङ हेर्नु होला है त। त्यसपछि साथीहरु यहाँनिर तलतिर देख्न सक्नुहुन्छ यहाँनिर यो भनेको टाइमरमा राख्ने तपाईहरुले त टाइमरमा राख्ने हो। यहाँनिर जस्तै म यसमा क्लिक गर्दै यसमा क्लिक गरिसके पश्चात जस्तै तपाईको भिडियो 11 बजे हाल्नुहुन्छ मानिले तपाईले 6 बजे हाल्नुहुन्छ। अब 6 बजे तपाई अनलाइनको पोजमा हुनुहुन्न र त 6 बजे तपाईको लाइन जान सक्छ अथवा चार्जर नहोला मोबाइलमा। त्यसैले गर्दा पहिले नै तपाईले अब 6 बज्नलाई 2 घण्टा बाँकी छ भने अहिले नै तपाईले यो भिडियोलाई पोस्ट गर्न सक्नुहुन्छ है। यहाँनिर त्यसको लागि तपाईहरु चाहिँ यहाँनिर टाइमर मिलाउनु पर्ने हुन्छ। यसमा यसरी क्लिक गर्नु भने यहाँनिर आजको डेट सिलेक्ट गरिदिनु होला। यहाँनिर जस्तै 6 बजे पोस्ट गर्ने भने यहाँनिर 6 लाई सिलेक्ट गरिदिनु होला। 6 बजेर कति मिनेटमा 6 बजे गर्नुहुन्छ भने 6 अथवा 6:30 गर्ने कति कुन समयमा भिडियो पोस्ट गरिराख्नु भएको छ त्यसलाई सिलेक्ट गरिदिनु होला। यहाँबाट नेक्स्ट गरिदिनु होला। यति गरिसके पश्चात तपाईहरुले चाहिँ यहाँनिर माथि सेभमा चाहिँ नगरिदिनु होला किनभने यहाँनिर पोस्ट नाउ भनेको छ। तलतिरकोमा यसमा क्लिक गरिदिनु होला। यहाँनिर यसरी क्लिक गरिदिएर यहाँनिर जस्तै म यसमा क्लिक गरिदिन्छु तल देख्न सक्नुहुन्छ यहाँनिर सेभ भइसकेको छ। यहाँनिर सेभ गरिदिनु होला। अब यति गरिसके पश्चात अलि तलतिरकोमा देख्न सक्नुहुन्छ तपाईहरुले एडिट पुल गराउन सक्नुहुन्छ। यो पुल चाहिँ अहिले तपाईहरुले गराउनु पर्ने जरुरत छैन। अब यहाँनिर देख्न सक्नुहुन्छ शेयर टु स्टोरी भनेको छ। अब तपाईहरुले यसमा यसरी क्लिक गर्नु भने साथीहरु यहाँनिर देख्न सक्नुहुन्छ यसलाई इनेबल गरिदिनु भयो भने जो तपाईको भिडियो छ त्यो अलरेडी स्टोरीमा गएर बस्छ तपाईको है त। स्टोरीमा पनि जान्छ भिडियो पनि पोस्ट हुन्छ। त्यसलाई अन गर्नुभयो भने यहाँनिर मैले अफ गरेको छु। त्यसपछि तपाईको यहाँनिर लोकेसन भइहाल्यो। यसलाई गर्न चाहनुहुन्छ भने अब यहाँनिर देख्न सक्नुहुन्छ तलतिर है त। यहाँनिर धेरै साथीले सोधि पनि राख्नु भएको थियो एडिट एआई ल्याब भनेको छ। यो चाहिँ एआई सम्बन्धी तपाईहरुले यसमा क्लिक गर्नु भने सो तपाईको एआई सम्बन्धीको हुन्छ त्यसलाई अन नगर्नुला तपाईहरुले है त। अब त्यसपछि तलतिर देख्न सक्नुहुन्छ एडिट टु प्लेलिस्ट भनेको छ। अब तपाईले यो भिडियोलाई प्लेलिस्टमा राख्न चाहनुहुन्छ भने राख्न चाहनुहुन्छ तपाईहरुले सिम्पली म भन्छु नराख्नुस् तपाईले है त। सो पछि ज्या हुन्छ। त्यसपछि तलतिर देख्न सक्नुहुन्छ यहाँनिर सी मोर भनेर सेटिङ भनेको छ। यसमा यसरी क्लिक गर्नुलाई यसमा क्लिक गर्नुभयो भने साथीहरु जो तपाईहरुको फेसबुक मोनेटाइज भइसकेको छ स्टार पनि सेटअप गर्नुभएको छ भने यस्तो खाले देखाउँछ सो अर्निङ मनी भनेर। त्यसपछि यहाँनिर तलतिर देख्न सक्नुहुन्छ तपाईहरुले एबी टेस्टमा पनि सो तपाईहरुले अन गर्न सक्नुहुन्छ तपाईहरुले के लगाउन चाहनुहुन्छ। त्यसपछि यहाँनिर शेयर टु ग्रुप भनेको छ ग्रुपमा पनि गर्न सक्नुहुन्छ। यो मैले दुईटै अहिले बन्द गरेको छु त। त्यसपछि तपाईहरुले चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ यहाँ यसमा यसरी क्लिक गर्नु होला। यसमा क्लिक गर्नु भने तपाईको भिडियो अहिले नै पोस्ट हुन्छ तर तपाईको 6 बजे चल्छ जो टाइमरमा राख्नु भयो। अब टाइममा राख्नु छैन अहिले नै पोस्ट गर्छु भन्नुहुन्छ भने माथि यसरी पोस्ट गरिदिनु होला। तपाईले टाइम सेट गर्नु पर्दैन। त्यसपछि तपाईहरुले सिधै पोस्ट गर्न सक्नुहुन्छ। र ब्याक आइदिन्छु। ब्याक आइसके पश्चात साथीहरु है त अब पहिलो कुरा भनेको तपाईहरुलाई एउटा मेन सेटिङ देखाउँछु तपाईहरुलाई। यहाँनिर तपाई आफ्नो सेटिङमा जानु होला। यहाँनिर गइसके पश्चात साथीहरु यहाँनिर यसरी स्क्रल गर्नु होला। स्क्रल गरिसके पश्चात यहाँनिर तल देख्न सक्नुहुन्छ तपाईहरुको मेन कुरो भनेको तपाईहरुले यहाँनिर देख्न सक्नुहुन्छ पोस्ट है त। यो पोस्टमा यसरी क्लिक गरिदिनु होला। यसमा क्लिक गर्नुभयो भने माथि देख्न सक्नुहुन्छ पोस्ट भनेको छ त हु क्यान सी योर फुटुरी पोस्ट भनेको छ। मेन कुरो यसमा क्लिक गरिदिनु होला। यसमा क्लिक गर्ने यहाँबाट हेर्नु होला है त साथीहरु। यहाँ तपाईको धेरै भ्युज आउन तपाईको साथीहरुले मात्र थोरै भ्युजहरु आउँछ भने यस्तो अवस्थामा तपाईको यहाँनिर पब्लिक नभएको हुन सक्छ। त्यसैले गर्दा तपाईहरुले यहाँनिर पब्लिक गरिदिनु होला। तपाईहरुको यहाँनिर अरूमा पनि सिलेक्ट हुन सक्छ है। सो त्यही भएको हुनाले तपाईले यहाँनिर पब्लिक गरिदिनु भने तपाईको भिडियो
साथी भएका नभएका जो कहिले पनि तपाईँको पोस्टहरू हेर्न पाउनुहुनेछ है त। यहाँबाट गर्नुभयो भने साथीहरू यो भिडियो हेरेर तपाईँहरूले बुझिसक्नु भएको छ फेसबुकमा कसरी सही तरिकाले आफ्नो थम्बनेल राखेर र भिडियो पोस्ट गर्ने भन्ने कुरा बुझिसक्नु भएको छ। बुझ्नुभएको छैन कमेन्ट बक्समा कमेन्ट राखिदिनु होला। यस्तै जानकारीमूलक भिडियो हेर्न चाहनुहुन्छ भने फलो गरेर हामीसँग जोडिनु होला।